नमस्कार। मान्छेहरू आफ्नो दुःखमा भन्दा आफ्नो असफलतामा भन्दा अरूको सफलतामा किन चिन्तित हुन्छन्, किन दुखित हुन्छन्? अरूको दुःख र अरूको कष्टमा किन हाँस्छन्, किन खुसी हुन्छन्, किन रमाउँछन्, किन गिज्याउँछन्? किन यस्तो भएको मान्छे? थुक्क हामी मान्छे यस्तै हो। थुक्क हामी मान्छे भन्दा त बरु भन्थ्यो एउटा चाहिँ जनावरहरूमा बढी चाहिँ एउटा राम्रो किसिमको चाहिँ व्यवहार हुन्छ हैन। अब हामी किन यस्तो मान्छे यस्तो भएको होला क्या? अरूको दुःखमा हाँस्ने, आफूले प्रगति गर्न सके छैन त्यता टेन्सन छैन, अरूले प्रगति गर्यो भनेर त्यता उडाउने, त्यता बढी चाहिँ ऊ हुने। थुक्क हामी मान्छे। आज मिसन 87 को 33औं दिन सम्पूर्ण साथीहरूलाई मेरो युट्युब च्यानल मिसन 87 मा गएर सब्स्क्राइब गरिदिनु होला। तपाईको एउटा सब्स्क्राइबले मेरो ठुलो शक्ति प्रदान गर्छ, ठुलो शक्ति मिल्छ मलाई। मैले मिसन 87 एउटा कन्टेन्ट चलाइरहेको छु। यहाँहरु सम्पूर्णलाई त्यो कन्टेन्टबाट जीवन बदल्ने आधारभूत ज्ञानहरू दिन सक्ने बाचा गर्दछु। खोजेर पढेर अध्ययन गरेर भए नि दिने कोसिस गर्दछु हैन। मान्छे स्वार्थी नबनौं, न अरूको दुःखमा नहाँसौं हैन। मानवता बनौं, मानवता रहोस्, सहयोगी बनौं। जय मिसन 87। आज 33औं दिन, अझ टन्नै दिन बाँकी छ। 87 दिनसम्म एउटा दामी कन्टेन्ट दिन्छु। सबै भिडियोहरू हेर्नेलाई म मेसेज गरेर भए पनि राम्रोसँग आफ्नो मिसन 87 को बारेमा सम्पूर्ण कुराहरू बताउने छु। कतिले चुनाव भन्छन्, के चुनावको विषय मिसन 87 भन्छन्, त्यो होइन है साथीहरू, नझुक्किने होला। जय मिसन 87।